A very big breaking news for all of us. क्यानले आज मात्रै CWC लिग 2 र युएसँगको दुईवटा T20I म्याच जुन चाहिँ 20 र 21 अप्रिलमा खेलिनेछन् त्यसको लागि छुट्टा स्क्वाड अनाउन्स गरेको छ र विशेष गरी T20I स्क्वाडमा चाहिँ कप्तान रोहित कुमार पौडेललाई क्याप्टेन्सीबाट हटाएर दिपेन्द्र सिंह ऐरीलाई चाहिँ क्याप्टेन्सीको जिम्मेवारी दिएको छ क्यानले। सो यो सँगै नेपाल गट द न्यू T20I क्याप्टेन दिपेन्द्र सिंह ऐरी नेपालको T20मा कप्तानी गर्ने पाँचौं कप्तान बन्ने छन्। क्यानको यो निर्णय कति सही थियो कति गलत थियो र रोहित कुमार पौडेलको क्याप्टेन्सी कस्तो थियो रह्यो त नेपालको लागि T20I मा त्यसको लागि हामी छुट्टै भिडियोमा कुरा गर्नेछौँ। तर अहिलेको लागि चाहिँ नेपालको बोथ T20I र ODI 15 भित्र को परे त त्यो हेरौँ है त सरर। फर्स्टली चाहिँ मोस्ट इम्पोर्टेन्ट ODI को स्क्वाड हेरौँ। सुरुमा छन् कप्तान रोहित कुमार पौडेल, सेकेन्डमा छन् भाइस क्याप्टेन दिपेन्द्र सिंह ऐरी, थर्डमा कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, बसिर अहमद, गुलसन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी कम ब्याक आफ्टर 2 इयर्स, नन्दन यादव, अर्जुन कुमाल। सो गुड टु सी यु र उसलाई चाहिँ म फिल्डमा एकदमै हेर्नलाई एक्साइटेड छु। र लास्टमा छन् करण केसी। अर्को T20I को स्क्वाड हेरौँ। क्याप्टेन दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलसन झा, लोकेश बम, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र सेल मल्ल रहेका छन्। सो यो दुईटै स्क्वाडमा चाहिँ तपाईको ओपिनियन के छ त? तपाईँ यो स्क्वाडमा सहमत हुनुहुन्छ कि हुनुहुन्न? प्लिज कमेन्ट गर्नुहोस् है त।